कुजाम्बो नमस्कार सम्पूर्ण मित्रगणलाई आज यो दोर्जी दिन अथवा दिन यो चैत्य चाहिँ के हो यसको बारेमा हजुरहरूलाई एकदम बताउन जान्छु यो किन महत्त्वपूर्ण छ भनेर यो चाहिँ भगवान बुद्धको 12वटा महापरिलीलाहरू छ त्यसमध्येमा यो जग्गामा चाहिँ भगवान बुद्धले सम्यक सम्बुद्धि ज्ञान प्राप्त गरेको जग्गा भएर एकदमै महत्त्वपूर्ण अहिलेको दिनमा यो जस्तो एकदम महत्त्वपूर्ण छैन त्यही कारणले यो दिन अथवा चैत्य चाहिँ एकदम महत्त्वपूर्ण हो र यो चाहिँ दिन अथवा चैत्य चाहिँ कसले निर्माण गर्यो अनि कुन समयमा निर्माण गर्यो भने हामीले बुझ्नु अति नै महत्त्वपूर्ण छ किनकि यो कसले निर्माण गर्यो भन्दाखेरि जब त्यो भगवान बुद्धको कालमा एकजना आमा हुनुहुन्थ्यो एकदम स्वयं भगवान बुद्ध दर्शन गरेको एकजना आमा उसको नाम जासा भनेर उसको धर्मपुत्र सरल भाषामा भन्दाखेरि 3वटा उहाँको छोराहरू थियो अनि त्यो छोराहरू बिस्तारै नै जब सिल ग्रहण गरिसकेर एकजनाले राजगिरमा उहाँले जुन चाहिँ स्तूप बनायो चैत्य अनि एकजनाले माइला छोराले वाराणसी बनारसमा बनाए अनि सानो छोरा थाचुङ गेवा भन्छ उसको नाम उसले चाहिँ यहाँनिर यो जुन पनि यो चैत्य अथवा स्तूपा छ उहाँले निर्माण गर्नुभयो यो चैत्य अथवा यो दिन चाहिँ कहिले निर्माण गर्यो भन्दाखेरि जब भगवान बुद्ध परिनिर्वाण प्राप्त गरेर 80 वर्षको समयमा निर्माण गरेको थियो जुन पनि त्यो जासा भन्ने ऊ माताको एकदम सानो छोरा ठम्से थाचुङ गेवा भन्नेले प्राप्त गरेको थियो अनि अर्को पनि भनाइ छ कि यो पछाडि जुन पनि 3 शताब्दीमा राजा अशोका ऊ आएर उसले निर्माण गर्यो भने पनि यस्तो खालको एउटा जुन चाहिँ हिस्टोरीमा थियो यस्तो खालको 2 प्रकारको भनाइ छ अनि यो एकदमै महत्त्वपूर्ण यसमा चाहिँ भगवान बुद्धले सम्यक सम्बुद्धि ज्ञान प्राप्त गरेको जग्गा चाहिँ यो हो अनि यो जुन पनि अहिले देख्दै गरेको पिपलको रुख चाहिँ जुन चाहिँ पहिला भगवान बुद्ध बसेको पिपल रुख चाहिँ अब त्यो रुख बुढो भएर सुक्यो पनि त्यसको टुसा जुन अहिलेसम्म एकदमै रहिरहेको छ यो एकदमै महत्त्वपूर्ण अहिले स्थान बनेको छ यसमा सबै देश विदेशबाट आएर यसलाई पुज्ने गर्छ ढोक्ने गर्छ यो जुन पनि पिपलको रुख चाहिँ यो हो यहाँ चाहिँ भगवान बुद्धले जब ज्ञान प्राप्त गरिसकेर 2 हप्ता हुँदाखेरि यो जग्गाबाट जुन चाहिँ पिपलको रुखमा हेरेर ध्यान गर्नु भएको जग्गा हो यो जग्गाको नाम चाहिँ अनेमिसा लोचना भन्छ अनेमिसा भन्नेले चाहिँ के बुझिन्छ भने आँखा बन्द नगरी नचिम्लिकन लोचना भन्ने चाहिँ आँखा बुझ्ने गर्छ त्यही कारणले किन चाहिँ 1 हप्ता त्यसरी नै उहाँ त्यो पिपलको रुखमा हेरिबस्यो भन्दाखेरि पिपल रुखको कारणले उहाँले त्यसरी सम्यक सम्बुद्धि ज्ञान प्राप्त गरे एकदमै गुण कृपया ठुलो ठानेर उहाँले 1 हप्ता चाहिँ पिपलको रुखमा हेरेर आँखा पनि नचिम गरिकन ध्यान गरेर बसेको जग्गा हो अनिमिसा लोचना भन्छ यो जग्गा चाहिँ जब भगवान बुद्धले सम्यक सम्बुद्धि ज्ञान प्राप्त गरेको 3 हप्ता पछाडि 3 हप्ता हुँदाखेरि अनि देवहरूले भगवानहरूले सोच्यो कि यहाँनिर भगवान बुद्धले ज्ञान प्राप्त गरिसके कि सकेन भने त्यस्तो एउटा शङ्का उब्जन हुँदाखेरि अनि उहाँले जुन पनि यहाँनिर सुन अनि चाँदीको जुन पनि शेरी एउटा उहाँले त्यस्तो एउटा प्रदर्शन गरेर अनि यहाँ उहाँले यताउता माथि तल उहाँ एकदम पाल्नुहुन्थ्यो अनि यो जग्गाको नाम चाहिँ चङ्खरमाना भन्छ उहाँ त्यो एकदमै वकिङ मेडिटेसन अहिले यहाँबाट सुरु भएको बिस्तारै यताउता हिँडेर हो त्यस्तो गर्थ्यो अनि शेरीमा यता माथि हिँड्ने हुन्थ्यो त्यही कारणले यहाँ चाहिँ अनि चङ्खरमाना भनेर जब सम्यक सम्बुद्धि ज्ञान प्राप्त गरेको 3 हप्ता पुग्दाखेरि
उहाँले त्यस्तो खालको एउटा प्रदर्शन गरेर यताउता हिँडेर ज्ञान प्राप्त गरिसकेको एउटा बुझाउने गर्छ। यहाँ चाहिँ जब सम्यक सम्बोधि ज्ञान प्राप्त गरेको 4 हप्ता हुँदाखेरि त्रिपिटक मध्येमा अभिधर्म कोश भन्छ, हामीले तेन्ड्रे पनि भन्छ, यिनीहरू पनि, जुन चाहिँ त्यसमा ध्यान गरेर बस्दाखेरि भगवान बुद्धको शरीरबाट 5वटा विभिन्न प्रकारको रङहरू प्रकट भएको थियो। अनि यो जग्गाको नाम चाहिँ रतनगर भन्छ, टिबिट भाषाबाट रिन्छे खाङजाङ भन्छ, रतनगर। 5वटा प्रकारको विभिन्न प्रकारको कलर चाहिँ अहिले हामीले बुद्धिस्ट फ्ल्यागतिर पाइने गर्छ यहाँनिर। यहाँ चाहिँ जब भगवान बुद्धले सम्यक सम्बोधि ज्ञान प्राप्त गरेर 5 हप्ता हुँदाखेरि यहाँनिर ध्यान गरेर बस्दाखेरि जुन पनि एकदम कुविचार भएकोले भगवान बुद्धलाई एउटा अनुरोध चढाउँछ। उसको हुन्छ अब तपाईँ ज्ञान पनि प्राप्त गरिसक्यो, तपाईँ निर्वाणा परिनिर्वाणा सरलमा भन्दाखेरि तपाईँ बितिने समय भएछ भनेर, त्यसरी परिनिर्वाण प्राप्त गर्ने समय भएछ भनेर त्यसरी अनुरोध गर्दा भगवान बुद्धले भन्नुहुन्छ, मेरो अझै पनि परिनिर्वाण प्राप्त गर्ने समय आएको छैन, मेरो अझै पनि धर्म देशना पनि दिएको छैन, अनि मेरो सङ्घहरू पनि अझै आउनु बाँकी नै छ भनेर भन्ने जग्गा यहाँ हो। यसलाई चाहिँ हामीले अचपाला निग्रोता भन्छ, टिबिटेनमा सिङ नेग्रोता राख्यौँ भनेर। अच भन्नेले चाहिँ हामीले बाख्रालाई बुझ्ने गर्छ, पाला भनेर बाख्रा पालेको, निग्रोता भनेर चाहिँ एउटा रुखको नाम। त्यही कारणले नै टिबिटेनमा हामीले नेग्रोता सिङ नेग्रोता निरोता सिङ भनेर बुझ्ने गर्छ। अनि उसको जब त्यो भगवान बुद्धलाई अनुरोध चढाउँदाखेरि, जब त्यो भगवान बुद्धलाई रिक्वेस्ट चढाउँदा भगवान बुद्धले मेरो अहिले परिनिर्वाण गर्ने प्राप्त भएको छैन, अझै पनि मेरो समय छ भन्दाखेरि ऊ एकदमै मन दुखेर घरमा जाँदा उसको विभिन्न प्रकारको 3टा छोरीहरू हुन्छ। त्यो छोरीहरूले आएर एकदम भगवान बुद्धको ध्यान तोड्नुको लागि, ध्यान नाश गर्नुको लागि विभिन्न प्रकारको एउटा कला चरित्रहरू देखाउँछ। तर पनि उहाँ भगवान बुद्धको ध्यान एकदम दरिलो भएको कारणले केही पनि एउटा नाश पुर्याउनु सक्दैन। अनि त्यही समयमा ब्रह्मा एकजना आउनुहुन्छ र भगवान बुद्ध अनि प्रश्न गर्नुहुन्छ, ब्राह्मण भन्ने चाहिँ अनि थरले हुन्छ कि जातले हुन्छ कि अनि कर्मले हुन्छ भनेर त्यस्तो प्रश्न गरेको हुन्छ। अनि त्यो प्रश्नको उत्तर भगवान बुद्धले के दिन्छ भने, ब्राह्मण भन्ने चाहिँ जातले थरले पनि हुँदैन अनि जन्मले पनि हुँदैन, त्यो चाहिँ ज्ञान विद्याले हुने कुरा हो भनेर झाम्से भन्छ हामीले। ब्राह्मण चाहिँ त्यसरी ज्ञान विद्याले हुने हो, एकदम कुकर्म क्लेशहरू त्याग गर्नेलाई भनेर त्यसरी एउटा उत्तर दिनुहुन्छ। त्यो जग्गा चाहिँ सबै यहाँ सबैभन्दा एकदमै महत्त्वपूर्ण यो भित्रमा भएको स्ट्याचु है, मूर्ति चाहिँ एकदमै पवित्र हो। जब त्यो आमा झासा भनेको छोराले जुन चाहिँ आमा बित्तिनु आँट्दाखेरि 1 हप्तामै उहाँले बनाएको, अनि आमा चाहिँ त्यो टाइममा एकदमै बित्तिनु आँटेको मर्ने अवस्थामा छिटो हेर्दाखेरि भित्रको सबै बनाइसकेको, अनि हातमा त एउटा अम्ला मात्रै रहेको। अनि त्यसरी नै हेर्दाखेरि भित्र स्ट्याचु चाहिँ आमाले चाहिँ भगवान बुद्ध स्वयं दर्शन गरेको कारणले आमाले जब त्यो मूर्ति चाहिँ दर्शन गर्दा यो मूर्ति चाहिँ भगवान बुद्ध स्वयं एकदमै मिल्दै भनेर त्यसरी आमाले भन्नुभयो। यो 2nd तालामा चाहिँ छोची पाण्डे आदिशा उहाँ जुन चाहिँ भिक्षु ग्रहण गर्ने जग्गा चाहिँ यहाँनिर हो। त्यसरी नै लासा छो शाक्य मुनि बस्ने जग्गा पनि यो हामी यो 2 तालामा अहिले देख्दै गरेको यहाँनिर हो। यो एकदमै महत्त्वपूर्ण हामीले मान्ने गर्छ। यहाँ चाहिँ जब सम्यक सम्बोधि ज्ञान प्राप्त गरेको 6 हप्ता पुग्दाखेरि भगवान बुद्ध जुन चाहिँ ध्यान साधना गरेर यहाँनिर बसिराख्दाखेरि लुई ग्याल्पो ताङजुङ भन्छ नाग राजा, अनि त्यो समयमा चाहिँ एकदमै चट्याङ आएर हावा पानी त्यसरी आउँदाखेरि लुई ग्याल्पो ताङसुङ नागराजले भगवान बुद्धलाई प्रोटेक्ट अथवा सुरक्षाको निम्ति अनि यसरी आएर
नागराजले चाहिँ जुन नागराज आएर यसरी 7 फन्क चाहिँ यसरी उहाँको बस्ने भनेर त्यसमाथि चाहिँ भगवान बुद्धलाई राखेर अनि त्यो पानी हावा चट्याङबाट चाहिँ उहाँलाई सुरक्षित राखेको जग्गा चाहिँ यो। यहाँ चाहिँ जब भगवान बुद्ध सम्यक सम्बोधि ज्ञान प्राप्त गरेर 6 हप्ता हुँदा यहाँ बस्दा चाहिँ त्यसरी यो नागराजाले उहाँलाई सुरक्षित दिएको जग्गा हो। यहाँ तपाईँहरूले दर्शन गर्न सक्ने हुन्छ। यो जग्गामा चाहिँ जब भगवान बुद्धले सम्यक सम्बोधि ज्ञान प्राप्त गरेर 7 हप्ता पुग्दा चाहिँ यो त्यो समयमा चाहिँ त्यो कालमा यहाँनिर एकदमै फरास जङ्गल वन जङ्गलले ढाकेको थियो। अनि त्यसरी बस्दाखेरि जुन पनि विभिन्न प्रकारको बालिका भनेर उत्पाल भन्ने जुन चाहिँ बिजनेस दुईजनाहरू थियो उहाँहरू यहाँ काठको गाडीमा यसरी आउँदै गर्दा चाहिँ त्यो जङ्गलको देवीले त्यो काठ गाडी रोकाइदिएर अनि त्यहाँनिर त्यो काठ गाडी चाहिँ त्यहाँ गाडेर उठाउनु पनि नसक्ने हिँड्नु पनि नसक्ने हुँदाखेरि उनीहरू त्यहाँ बिसाउँदै यताउता गर्दा चाहिँ यो जग्गामा भगवान बुद्धलाई दर्शन गरे। भगवान बुद्धले दर्शन एकदमै श्रद्धा भक्तिसँग दर्शन गरेर उहाँहरूले जुन पनि खानापिनादेखि लिएर भगवान बुद्धलाई चढायो अनि चढाएर उहाँले भगवान बुद्धको शरण पर्यो अनि त्यसरी नै धर्मको पनि शरण पर्यो, सङ्घको चाहिँ शरण परेको छैन किनकि त्यो समयमा चाहिँ सङ्घ चाहिँ उत्पत्ति भएको थिएन। त्यही कारणले यो जग्गा चाहिँ राजेन्ता ट्री भन्छ। यहाँनिर संस्कृतमा हेर्दा चाहिँ रतन्टा ट्री भनेर पनि हामीले बुझ्ने गर्छ। त्यो जग्गा चाहिँ यहाँ जुन चाहिँ ज्ञान प्राप्त गरेको 7 हप्तामा चाहिँ यहाँनिर हो त्यो लीला देखाएको त्यो जग्गा चाहिँ यहाँ। यहाँनिर विभिन्न प्रकारको देश विदेशबाट आउने गर्छ, आएर कसैले ढोक्ने गर्छ, कसैले मन्त्र जप्ने गर्छ, कसैले मण्डल अर्पण गर्छ। यो एकदमै पवित्र जग्गा हो। यसमा चाहिँ हामीले राम्रोसँगले ध्यान साधना गर्नु सक्यो भने आफ्नो पाप शोधन हुन्छ अनि एकदमै पवित्र मनले साँच्चै नै यहाँनिर ढोकेर हामीले पुण्य आर्जन गर्नु पुण्य पनि एकदम पवित्र हो। पहिला जुन पनि धर्मगुरु एकदम विद्वानहरूले जग्गाहरू एकदम अधिष्ठान अथवा ब्लेस बनाउँथे। अहिलेको दिनमा जुन पनि यो पवित्र स्थानले अनि व्यक्तिहरूको मन एकदमै जुन चाहिँ अधिष्ठान एकदमै एउटा पवित्र विचारहरू बनाउने गर्छ। त्यही कारणले यहाँनिर विभिन्न प्रकारको व्यक्तिहरू आएर आफ्नो आफ्नो एउटा कसैले मन्त्र जप्ने, मण्डल अर्पण गर्ने, ढोक्ने, मन्त्र जप्ने, पाठ पूजा ध्यान साधना इत्यादि गर्ने गर्छ। त्यही कारणले यहाँ चाहिँ हामीले राम्रोसँग ध्यान साधना हामीले गर्नु सक्यौँ भने त्यसको परिणाम आवश्यकता नै हामीले प्राप्त गर्न सक्छ। अहिलेको दिनमा भगवान बुद्धको विभिन्न प्रकारको परिलीला पवित्र स्थानहरू छ। त्यो मध्येमा अहिलेको दिनमा यो जस्तो पवित्र स्थान पनि कहाँ पनि छैन। त्यही कारणले एकदमै अति महत्त्वपूर्ण हो यो जग्गा।